खगेन्द्र सुनवार भन्ने थियो त्यो समय अनुहारै छोपिने चस्मा लाउने बड्डु जस्तो अनुहार गरेको नि सिक्री सिक्री लगाएर हिँड्ने क्या आफै ऊ पनि भन्थ्यो छाती थाप्न आउने भनेर खोइ आज सुकुम्बासी छाती थाप्दिने सुकुको हालत भयो सुकुले चाहिँ फेरि नि तपाईँलाई एउटा कुरो कि गजबको कुरा छ बालनलाई ढोक्दै भयो बर्खा सुकुका टोलमा हरिया झन्डा यसपालि त हामीलाई धनी पूर्जा दिन्छ भनेर खुट्टा पनि ढोगे यत्तिकै चाहिँ हात समाउँदै सुकुले चाहिँ तेरीमा सानो त्यति गरेका थिएनन् ती महिलाहरू 1 महिना भएन हो बाबा टिकेन उफ्री उफ्री भोट हालेको मैले त भन्दै थिएँ यो गरिबको सरकार होइन यो धनीको सरकार हो यो हाम्रो सरकार होइन अमेरिकाको सरकार हो यसको उद्देश्य भनेको यहाँको लिथियम कपर युरेनियम लाने हो र यो सरकारको उद्देश्य भनेको यहाँ विदेशी सेना ल्याउने हो र चाइना र भारतलाई फुटाउने हो उद्देश्य त्यो हो यो हाम्रो गरिब जनतासँगको उद्देश्य नै होइन त्यत्तिकै सर्वोच्च अदालत र सिंहदरबारमा आगो लागेको छैन भनेर मैले भने भन्दाखेरि पत्याएन ए सुकु छोइन सक्न भएका थिए बुढो उफ्रिन्थे उफ्रिन मिल्ने भए त नि घरै नागौँला जस्तो गर्छ अब